Do you guys know what time is it? It's voiceover time. At least I can try. जुनदेखि चाहिँ अब म कन्सिस्टेन्ट हुन्छु भनेर सोचेँ त्यही दिनदेखि चाहिँ भोइसले पनि साथ दिन छोड्यो। I mean गर्मीमा कसलाई रुवाएको जस्तो लाग्छ क्या। Anyways, moving forward with my day. Adding some more plants to my collection. मान्छेहरूले पर्फ्युम एड गर्छन्, ब्याग एड, सुजहरू एड गर्छन् आफ्नो कलेक्सनमा। म चाहिँ प्लान्ट लभर म चाहिँ प्लान्ट एड गर्दैछु मेरो कलेक्सनमा। अनि म पसिना नआउने मान्छेलाई नि यति धेरै पसिना आएको छ गाइस, यस्तो गर्मी छ यहाँ। अब यति प्लान्टहरू छिटो छिटो रिपोर्टिङ गरेर यसलाई सल्टाएर म जान्छु धरान। म देखाउँछु ल। मेरो फेभरेट चाहिँ यो चाहिँ मेरो फेभरेट हो। यसको यो प्याटर्न अनि यो ओम्ब्रे इफेक्ट लुक्स सो क्लासी हैन। अनि मेरो अर्को फेभरेट चाहिँ यो हो। मेरो अर्को फेभरेट चाहिँ लुक एट दिस इज सो क्यूट। छोटो सा। आई होप आई डोन्ट किल दिस। हेर्नु न, सानो पनि अति सानो छ क्या, तर दिस विल ग्रो इन्टु अ ब्युटिफुल प्लान्ट। सेक्सी, लुक्स सेक्सी। यो दुईटा चाहिँ मेरो फेभरेट हो। त्यसपछि I went to pick a frame for my class. So confused. Please help me choose one. I tried all the options from Cat Eye collection. तर I think oval पनि try गर्नु पर्थ्यो मैले। Please comment down which one suits me the best. पछि म धरानको गाडी चढेँ and I kid you not, this bus was slower than my brain during the exam. अनि धरानको बस स्ट्यान्ड पनि चेन्ज भएको रहेछ नि। I didn't know that. And ladies, if you ever feel neglected or unwanted, I think this classy dice will make you feel wanted. त्यसपछि I reached Dharan and Dharan, you were looking beautiful today, I must say. भर्खर पानी परेर रक रहेछ अनि everything was looking so beautiful, including me. त्यसपछि मेरो पठाउ राइडर आउनुभयो अनि म स्कुटरमा बसेर सरर घरतिर लागेँ साथीहरू। अनि घर पुग्ने बित्तिकै मैले के गरेँ? अभियसली खाएँ। खानाको लागि जन्मेको you all please don't go on my reaction. What's wrong with my face? I don't know. She doesn't know how to react, but it was really yum. Not like the commercial ones you have in hotels with it. तर इट वाज डिफ्रेन्ट काइन्ड अफ मिठो। अनि मलाई बेस्ट लागेको चाहिँ यसको अचार। अनि आई डोन्ट नो वाइ म चाहिँ पुरा बनाउने नै जति गरेर रेसिपी सोधिरहेको थिएँ। आई नो आई नेभर कुक। एन्ड द आइसक्रिम वाज अल्सो भेरी गुड, बट आई डोन्ट नो भोलि बिहान चाहिँ के हुन्छ। चिसो लागेको बेलामा कोक आइसक्रिम दिदीले दबाएर खाइरहेछ, भगवान् जाने। बाई द वे, meet my new friend Simba. क्या बोकिरहेको थियो पछिबाट। He became my friend. That's all you guys.